मजाले त्यो हेर्ने अन्त अब त्यसपछि भइहाल्छ नि त अब जेनेरेसन अफ कम्प्युटरको लागि टक्क लाएर त्यहाँ हेरौँ एकचोटि जेनेरेसन अफ हेर्नु बित्तिकै हामीले धेरै कुराहरू बुझ्न सकिन्छ जस्तै फर इक्जाम्पल होइन अब यो थोरै डिभाइसेसहरू बनाउन सक्छ तर त्यस्तो प्रब्लम भएन अब ओके सो अब हामीले के गर्छौँ भन्दाखेरि चाहिँ जुन अब यहाँ कोर्स प्रोसेस छैन सो कोर्स प्रोसेसमा गरिहाल्यो भर्खरै होइन सो कोर्स गरिदिइहालौँ पहिला जेनेरेसन अफ कम्प्युटर यहाँबाट स्टार्ट गरौँ कि एकचोटि चप्प सजिलो हुन्छ जेनेरेसन अफ कम्प्युटर यहाँबाट स्टार्ट गरिदियो जेनेरेसन अफ कम्प्युटरको पार्ट 1 होइन मैले पार्ट 2 हेर्नु यसो दुइटै हेर्नु कस्तो हुँदो रहेछ हेर्नु 300 प्लस भन्यो म पैसा पे गरिदिइहालेँ सबैको मास्टरको एप हो यो कस्तो भन्दाखेरि सबैको मास्टर हामी सबैको मास्टर हाम्रो मास्टर होइन हाम्रो सबैको मास्टर है हाम्रो सबैको मास्टर सबै के अरे सबैको मास्टर के सबैको मास्टर ज्ञान हातमा सबैको मास्टरको साथमा है त सो मजाले केही ठुलो कुरा होइन सो यसमा एउटा क्लास पर्चेस गरिदिइहाल्नु है त सो पर्चेस गरिदिइहाल्नु सो पर्चेस गरिदिइहाल्नु पे गरिदिइहाल्नु यिनीहरूलाई यो पे गरिदिनु थियो अब साइड एक्टिभेट हुन्छ अब जाउँ जेनेरेसन अफ कम्प्युटरमा सो जेनेरेसन अफ कम्प्युटरमा त्यत्रो खुली हाल्यो अब यस्तो एउटा क्लास खुली जेनेरेसन अफ कम्प्युटरमा कतिवटा जेनेरेसन छ त कम्प्युटरका होइन सो यसलाई चाहिँ थोरै डिटेल स्टडी गरौँ है त सो कस्तो हुन्छ भने तपाईँले नर्मली बुझ्नुहुन्छ भने हाम्रो यो टोटल कम्प्युटरको वर्ल्डमा टोटल 5वटा जेनेरेसन आइसकेको छ कतिवटा आइसकेका 5वटा जेनेरेसन आइसकेको छ जसमध्येबाट एउटा फर्स्टमा रहेको छ फर्स्ट जेनेरेसन अनि सेकेन्ड जेनेरेसन थर्ड जेनेरेसन फोर्थ जेनेरेसन एन्ड फिफ्थ जेनेरेसन सो फिफ्थ जेनेरेसन भनेको कस्तो कम्प्युटर हो त्यसको बारेमा एकदम इन्ट्रेस्टिङ हुनुहुन्छ यो लगभग अहिलेको सबैभन्दा मोडर्न हो अहिलेसम्म हामीले यो टाइम पिरियडसम्म होइन जबसम्म मैले यो भिडियो बनाइरहेको छु या जबसम्म हाम्रो यो कोर्स बनेको छ तब तक हामीले कतिवटा मात्र जेनेरेसन देखाएको छौँ 5वटा जेनेरेसन मात्र देखाएको छौँ है त सो त्यस्तै कारणले गर्दाखेरि के गर्न सकिन्छ भन्दाखेरि चाहिँ अब यस भिडियोमा हामीले फर्स्ट र सेकेन्ड जेनेरेसनलाई एकदम डिटेलमा स्टडी गर्छौँ है त अनि त्यसपछि अब यसैको सेकेन्ड पार्टमा चाहिँ के हुन्छ भने चाहिँ थर्ड फोर्थ एन्ड फिफ्थ जेनेरेसनको बारेमा डिटेल एक्सप्लेनेसन रहेको छ है त सो सुरु गरौँ अब डिटेल स्टडी अफ फर्स्ट जेनेरेसनबाट है त सो फर्स्ट जेनेरेसन भनेको कहिले देखियो त सो फर्स्ट जेनेरेसन सो 1946 देखि होइन 1959 सम्म चल्यो कि बुझ्नुभएको भएन सो 1946 देखि 1959 सम्म के चल्यो त फर्स्ट जेनेरेसन चल्यो फर्स्ट जेनेरेसनको मेन कम्पोनेन्ट के थियो त द्याट इज यो याद राख्नु होला मेन कम्पोनेन्ट के थियो भ्याक्युम ट्युब सो यो एक्जाममा एकदम पोइन्ट एकदम नोट गर्नुपर्ने कुरा हो यो सो फर्स्ट जेनेरेसनको सबभन्दा इम्पोर्टेन्ट इलेक्ट्रोनिक कम्पोनेन्ट भनेको द्याट इज भ्याक्युम ट्युब अनि के थियो भन्दा चाहिँ त्यसले भ्याक्युम ट्युबलाई के को रूपमा युज गर्थ्यो एज अ मेमोरी डिभाइसको रूपमा युज गर्ने गर्थ्यो है त्यसको कुनै पनि सिस्टममा अनि त्यसपछि दिस जेनेरेसन कम्प्युटर वेयर भेरी एक्सपेन्सिभ त एकदम महँगो थियो भेरी के थियो भेरी एक्सपेन्सिभ थियो होइन एन्ड भेरी लार्ज इन साइज अनि अर्को के थियो भेरी लार्ज इन साइज थियो हेन्स रिक्वायर्ड अ स्पेसल हाउसिङ मतलब यसलाई स्पेसल्ली के चाहिन्थ्यो स्पेसल एउटा हाउसिङ नै चाहिन्थ्यो कि स्पेसल हाउसिङ भनेको मतलब एउटा पुरै घर नै चाहिन्थ्यो बुझ्नु कुरा होइन सो स्पेसल हाउसिङ चाहिन्थ्यो सो फर्स्ट जेनेरेसन कम्प्युटरको एउटा स्याम्पल इमेजेस हेर्न सकिहाल्नुहुन्छ होइन सो एकदम पुरै घरै चाहिन्थ्यो एउटा रुम नै चाहिन्थ्यो के रुम छोड्दैन घरै चाहिन्थ्यो अनि यसको त्यसपछि त्यो फर्स्ट जेनेरेसन कम्प्युटर भनेको एउटा माइलस्टोन थियो कि किन माइलस्टोन थियो भन्नुहुन्छ भने हामीले कामहरूलाई कस्तो फास्ट गर्न सकिसकेका थियौँ भन्दा चाहिँ हामीले कुनै पनि एउटा कम्प्युटेसनल पावरलाई हामीले अप टु मिली सेकेन्ड्समा लगिसकेका थियौँ कि एउटा कुनै पनि क्यालकुलेसन गर्न छ मान्छेहरूले त अब करोडौँ मतलब सालै साल लगाउने चिज पनि हामी कतिमा गर्न सकिसकेका थियौँ क्यालकुलेसन्सहरू मिली सेकेन्ड्समा गर्न सकिसकेका थियौँ कि फर्स्ट जेनेरेसनमा होइन सो जस कारणले गर्दा के भइरहेको थियो त ह्युमनहरूको इफिसियन्सी बढिरहेको थियो सो फर्स्ट जेनेरेसन कम्प्युटरमा के भइरहेको थियो इफिसियन्सी बढिरहेको थियो जस्तै फर्स्ट जेनेरेसनमा कुन कम्प्युटरहरू थिए त भन्दाखेरि चाहिँ इएनआइएससी के थियो इएनआइएससी थियो अनि मार्क 1 थियो मार्क 1 पनि के हो त भन्दाखेरि चाहिँ फर्स्ट जेनेरेसन कम्प्युटर याद गर्नु होला यस्तो यस्तो नामहरू चाहिँ कहिले काहीँ सोध्न सक्छ इडियुएससी बुझ्नु होइन यो के हो त भन्दा चाहिँ फर्स्ट जेनेरेसन कम्प्युटर आर दि फर्स्ट जेनेरेसन अफ कम्प्युटर है त सो सिम्पल छ
अनि त्यसपछि यसको फिचर्सहरू के छ त भन्दाखेरि चाहिँ एकदम पुरै फिचर्सको कुरा गर्नु छ भने बढिया नै छ, एकदम दामी नै छ। के छ भन्दा चाहिँ पहिलो सुरुमा त होइन तपाईँलाई फिचर भनिदिउँ, दे आर इन ह्युज साइज, एकदम के दे आर इन के हो ह्युज साइज। अब तपाईँलाई फिचर्स भन्दाखेरि हामीलाई के लाग्छ भने सर्भिसेस होइन फाइदा भन्ने जस्तो लाग्ला कि, अनि सर्भिस के अरे ह्युज साइज भनेको त फाइदा होइन, तर एक्चुअली फिचर्स भनेको कम्प्युटरमा है त तपाईँलाई बताइदिउँ क्यारेक्टरिस्टिक्स हो। के हो क्यारेक्टरिस्टिक्स हो है त। सो डोन्ट गेट कन्फ्युज, फिचर्स भनेको त्यो हाम्रो मोबाइलमा चल्ने त्यो फिचर्स कति के फिचर्स छ भने त्यस्तो टाइपको हुँदैन कि, कम्प्युटरको कोर्सेसमा चाहिँ फिचर्स भनेको क्यारेक्टरिस्टिक्स हो। सो तिनीहरू के थिए, दे आर इन द ह्युज साइज होइन एउटा। अनि त्यसपछि के हुन्छ भने चाहिँ अझै म तपाईँलाई अघि भनिरहेको थिएँ, यसको एउटा मेन चिज छोड्नै भएन, दे युज होइन। सो तिनीहरूले के युज गर्छ त, भ्याक्युम ट्युब एज अ मेन कम्पोनेन्ट। के अरे भ्याक्युम ट्युब एज अ मेन कम्पोनेन्ट, बुझ्नु नि कुरा। सो भ्याक्युम ट्युब, अब भ्याक्युम ट्युब बढी नै भनिसकेँ। सो एक्चुअली भ्याक्युम ट्युबको इमेजेस पनि यहाँ हेर्न सक्नुहुन्छ है त। सो कस्तो यस्तो पुरै मतलब हुन्छ नि एउटा भ्याक्युम टाइपको ट्युब लगाएको हुन्छ, ट्युब हो क्या त्यो भनेको है। सो त्यसमा के हुन्छ भने चाहिँ चार्जेसहरू फ्लो गरेर एउटा इलेक्ट्रोनिक्स डिभाइस चाहिँ के अरे इलेक्ट्रोनिक कम्पोनेन्ट यही मात्र हो कि फर्स्ट जेनेरेसनको। अनि त्यसपछि के हुन्छ भने अब थर्डमा हेर्न सक्नुहुन्छ तपाईँले, देयर अपरेटिङ स्पिड इज, देयर अपरेटिङ स्पिड मतलब तिनीहरूको अपरेटिङ गर्ने स्पिड कस्तो थियो भन्नुहुन्छ भने अप टु मिली सेकेन्ड। के थियो, अप टु मिली सेकेन्ड होइन। सो एकदम मिली सेकेन्डमा अपरेट गर्न सक्थे। अनि तिनीहरूले के युज गर्थे अर्को भन्नुहुन्छ भने तिनीहरूको क्यारेक्टरिस्टिक्स कस्तो थियो भन्दाखेरि चाहिँ दे युज अ मेसिन लेभल ल्याङ्ग्वेज, दे युज मेसिन लेभल ल्याङ्ग्वेज। के युज गर्थे अरे मेसिन लेभल ल्याङ्ग्वेज युज गर्थे, बुझ्नु भन्ने कुरा होइन। सो अब यसको डिसएडभान्टेज के थियो त फेरि, डिसएडभान्टेज भन्दा अगाडि तपाईँलाई सुरुमा त के को कुरा गरौँ, अघि फिचरको कुरा गऱ्यौँ भने अब के को कुरा गरौँ, एडभान्टेजको कुरा गरौँ। के एडभान्टेज भयो त होइन त्यो फर्स्ट जेनेरेसन कम्प्युटर आएर। भ्याक्युम ट्युब नै त्यो टाइममा के थियो भन्नुहुन्छ भने तपाईँ सरप्राइज हुन्छ, भ्याक्युम ट्युबको युज गरेर फर्स्ट जेनेरेसन कम्प्युटर त बनायो, तर भ्याक्युम ट्युब नै त्यतिखेर के थियो त, वेयर द ओन्ली इलेक्ट्रोनिक्स, त्यो मात्र एउटा इलेक्ट्रोनिक्स थियो, बुझ्नु भने होइन के थियो, त्यो मात्र इलेक्ट्रोनिक्स थियो जुन एभाइलेबल थियो कि त्यो टाइममा। भन्नुको अर्थ के भन्ने कसरी एक्सप्लेन गर्न सक्नुहुन्छ एक्जाममा भन्दाखेरि चाहिँ भ्याक्युम ट्युब्स वेयर द ओन्ली इलेक्ट्रोनिक कम्पोनेन्ट्स एभाइलेबल ड्युरिङ दिस डेज, त्यो टाइममा होइन। जस्तै कहिले त्यो टाइम भन्दाखेरि चाहिँ तपाईँलाई टाइम भनेको याद नहोला होइन, 1946 देखि 1959 मा त एउटा इलेक्ट्रोनिक कम्पोनेन्ट भनेर एउटा चिज मात्र थियो, द्याट इज भ्याक्युम ट्युब। अनि हो त्यसैको युज गरेर हामीले के बनाएको थियौँ त, कम्प्युटर बनाएको थियौँ है त। सो भ्याक्युम ट्युब टेक्नोलोजी, भ्याक्युम ट्युबको टेक्नोलोजीले नै के गराएको थियो त, मेड पोसिबल होइन द पोसिबिलिटी अफ टुडेज भन्ने पोसिबिलिटी टु द टुडेज मोडर्न इलेक्ट्रोनिक डिजिटल कम्प्युटर, बुझ्नु होइन। सो आजको डिजिटल कम्प्युटरलाई कहिले थियो त। सो त्यसै कारणले गर्दा के भन्न सकिन्छ भन्दा चाहिँ फर्स्ट जेनेरेसनमा जुन भ्याक्युम ट्युब युज गरेको थियो त्यो भ्याक्युम ट्युब आजको मोडर्न एजको कम्प्युटरको के हो त भन्दा चाहिँ जब हो कि। सो त्यसै कारणले गर्दाखेरि वी हेभ टु रेस्पेक्ट एन्ड क्रिएट अ प्रेजेन्ट बुम होइन। सस्तो अच्छा बढिया वाला तरिका गर्न सकिन्छ, रेस्पेक्ट दिन सकिन्छ। सो एडभान्टेज भनमा त्यसरी कारणले गर्दा भ्याक्युम ट्युबको टेक्नोलोजीलाई हामीले एडभान्टेजमा राखेको है त। सो दिस कम्प्युटर वेयर फास्ट, एकदम त्यो टाइमको कम्प्युटर त्यो टाइमको हिसाबले होइन एकदम फास्ट थियो कि, एकदम फास्टेस्ट थियो कि, बुझ्नु होइन। के को लागि त, क्यालकुलेटिङ गर्नको लागि, मतलब क्यालकुलेटर जस्तै युज गरिन्थ्यो पहिलाको कम्प्युटरलाई। सो क्यालकुलेटिङ अफ देयर टाइम, मतलब त्यो टाइममा सबैभन्दा फास्ट थियो कि एकदम तुफान, मतलब कति स्पिडमा जान सक्थ्यो त त्यो टाइममा भन्नुहुन्छ भने दे कुड कम्प्युटेसनल इन मिली सेकेन्ड। केमा मिली सेकेन्ड। सो यति त भयो अब एडभान्टेज होइन। सो तीनटा एडभान्टेजहरू लेख्न सक्नुहुन्छ। अब डिसएडभान्टेज के हो त, टु बल्की इन साइज। के अरे टु बल्की इन साइज, एकदम ठुलो साइज थियो कि होइन। सो त्यसै कारणले गर्दाखेरि चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ अब एउटा ठाउँदेखि अर्को ठाउँमा लान्छ लगभग पोसिबल नै थिएन। सो नो पोर्टेबिलिटी होइन। सो भेरी अनरिलायबल, एकदम अनरिलायबल थियो फेरि। किन त, बिकज प्रोन टु फ्रिक्वेन्टली हार्डवेयर फेलियर, मतलब के हुन्छ नि झ्याप हार्डवेयर फेलियर हुन्छ। किन अभियसली भ्याक्युम ट्युब थियो, जस कारणले गर्दाखेरि भ्याक्युम त्यस्तो फर्स्ट टेक्नोलोजी थियो नि त, अनि झ्याप बिग्रिरहेको थियो कि। सो एकदम त्यो पुरै ट्रस्ट वर्दी रिलायबल चाहिँ थिएन, भेरी रिलायबल चाहिँ थिएन। अनि कस्तो थियो भने चाहिँ बिकज प्रोन टु फ्रिक्वेन्ट हार्डवेयर फेलियर, मतलब यो फर्स्ट जेनेरेसनमा हार्डवेयर बिग्रेको गर्थ्यो कि। अनि सेकेन्ड पोइन्टमा thousands of vacuum tubes that were used emitted the large amount of heat. Obviously vacuum tube ले के गर्न सक्छ भन्दा चाहिँ large amount मा heat produce गर्थ्यो फेरि। अनि धेरै नम्बरमा जो के युज गर्न पर्थ्यो भने चाहिँ भ्याक्युम ट्युब युज गर्न पर्थ्यो, जस कारणले गर्दाखेरि एकदम लार्ज अमाउन्टमा हिट प्रोड्युस हुन्थ्यो। अनि त्यसै कारणले गर्दा के हुन्थ्यो त, बर्नआउट फ्रिक्वेन्टली, सो फास्टली बर्नआउट हुन्थ्यो। सो एयर कन्डिसनर इज रिक्वायर्ड, एयर कन्डिसनिङ नभइकन त फर्स्ट जेनेरेसनको कम्प्युटर चलाउनै सकिन्थेन। किन, धेरै नम्बर अफ
भ्याक्युम ट्युब हुन्थ्यो जस कारणले गर्दाखेरि त धेरै हिट प्रोड्युस हुन्थ्यो त्यसै कारणले गर्दा एयर कन्डिसनिङ त रिक्वायर्ड हुन्थ्यो ओके अब यसलाई कसरी लेख्न सकिन्छ thousands of vacuum tubes that were used emitted a large amount of heat and burn out frequently so air conditioning is required भनेर लेख्न सक्नुहुन्छ जस्तै यो लाइनलाई ट्याक्कै कपी पेस्ट गर्नु होला इट विल बी ब्युटिफुल है त अब त्यसपछि के छ भने चाहिँ म्यानुअली एसेम्बली अफ अ इन्डिभिजुअल कम्पोनेन्ट इन्टु द फंक्सनल युनिट इज रिक्वायर्ड आफूले म्यानुअली गरेर के गर्नु पर्थ्यो भने चाहिँ यो ठाउँबाट यहाँ जोड यो ठाउँबाट यहाँ जोड यो ठाउँबाट यहाँ जोड गरेर आफूले म्यानुअली के गर्न पर्ने थियो भन्दाखेरि चाहिँ एसेम्बली गर्न पर्ने थियो म्यानुअल एसेम्बली अफ इन्डिभिजुअल कम्पोनेन्ट इन्टु द फंक्सनल युनिट इज रिक्वायर्ड अब हामी जाम सेकेन्ड जेनेरेसन अफ कम्प्युटरमा के भन्छ मैले सेकेन्ड जेनेरेसन अफ कम्प्युटर सो सेकेन्ड जेनेरेसन अफ कम्प्युटरमा के हुन्छ त सेकेन्ड जेनेरेसन अफ कम्प्युटरमा सेकेन्ड जेनेरेसनको कम्प्युटरमा हामीले भ्याक्युम ट्युबको सट्टा हामीले केलाई युज गर्न थाल्यौं त भन्दा चाहिँ वी हैव शिफ्टेड टु ट्रान्जिस्टर केमा शिफ्ट गर्यौं ट्रान्जिस्टर है त अनि त्यसपछि हाम्रो सेकेन्ड जेनेरेसन कम्प्युटर कहिलेदेखि सुरु भयो त पहिलेदेखि हाम्रो सेकेन्ड जेनेरेसन कम्प्युटरको इरा सुरु भयो भन्नुहुन्छ नि 1959 देखि 1965 सम्म के रह्यो त सेकेन्ड जेनेरेसनको इरा रह्यो मतलब ट्रान्जिस्टरको युज गरेर भ्याक्युम ट्युबको सट्टामा सो कस्तो हुन्छ भने ट्रान्जिस्टर एकदम चिप थियो त्यतिखेर हैन एकदम चिपर भयो ट्रान्जिस्टरहरु अनि के भयो त स्मलर इन साइज मतलब स्मलर देन के हुन्थ्यो त स्मलर देन भ्याक्युम ट्युब सो बुझ्नु भने हैन सो के हुन्थ्यो भने चाहिँ ट्रान्जिस्टर वा स्मलर अनि देन भ्याक्युम ट्युब ड्यू टु use of transistor the computer became smaller and cheaper so transistor को use गर्ने बित्तिकै के भयो कम्प्युटर स्मलर एन्ड चिपर भयो अनि one transistor could replace the with 1000 vacuum tube मतलब 1000 vacuum tube को सट्टामा के युज गर्न सकिन्थ्यो एउटा ट्रान्जिस्टर युज गर्न सकिन्थ्यो त्यसैकारणले गर्दा तपाईलाई याद होला मैले अघि एउटा नाम लिएको थिएँ फर्स्ट जेनेरेसन कम्प्युटर मार्क 1 हैन सो मार्क 1 मा 18000 वटा के हुन्थ्यो भने चाहिँ भ्याक्युम ट्युबहरु हुन्थ्यो 18000 वटा के हुन्थ्यो भ्याक्युम ट्युबहरु हुन्थ्यो त्यसको सट्टामा हामीले कतिवटा ट्रान्जिस्टर युज गर्न सक्थ्यो त 18 वटा ट्रान्जिस्टर युज गर्न सक्थ्यो भन्नेको अर्थ हामीले के गर्न सक्थ्यो त इजिली 18000 वटा भ्याक्युम ट्युबलाई सिर्फ 18 वटा ट्रान्जिस्टरले सेकेन्ड जेनेरेसनमा रिप्लेस गर्न सकिन्थ्यो सो के हो त त्यसको फिचर्स भनेको क्यारेक्टरिस्टिक्स सेकेन्ड जेनेरेसन कम्प्युटरको है त सो दे युज अ ट्रान्जिस्टर एज अ मेन कम्पोनेन्ट यो त सिम्पल भइहाल्यो दे युज अ म्याग्नेटिक डिस्क एज अ सेकेन्डरी स्टोरेज सो हाम्रो म्याग्नेटिक डिस्क युज हुन थाल्यो सेकेन्डरी स्टोरेजको रूपमा अनि देयर अपरेटिङ स्पिड वाज इन्क्रिज अप टु माइक्रो सेकेन्ड पहिला मिली सेकेन्डमा थियो अब केमा गयौं त हामी एकदम स्पिड बढेर माइक्रो सेकेन्डमा दे युज अ म्याग्नेटिक कोर मेमोरी फर द इन्टरनल स्टोरेज सो तिनीहरूले के गर्थे म्याग्नेटिक कोर मेमोरी मतलब त्यो ट्रान्जिस्टर भित्र नै के हुन्थ्यो त एउटा म्याग्नेटिक कोर मेमोरी हुन्थ्यो के हैन केको लागि त इन्टरनल स्टोरेजको लागि है त सिम्पली के हुन्छ भने सब एडभान्टेजहरु के हुन्छ स्मलर इन साइज कम्पेयर्ड टु द फर्स्ट जेनेरेसन सो फर्स्ट जेनेरेसन भन्दा यो के हुन्थ्यो स्मलर इन साइज हुन्थ्यो अनि त्यसपछि के हुन्छ भने जस कारणले गर्दाखेरि अब स्मलर इन साइज भइसकेपछि त के हुन्थ्यो हामीले इजिली के गर्न सक्थ्यौं पोर्टेबिलिटी थियो के मतलब एक ठाउँदेखि अर्को ठाउँमा इजिली लान सक्थ्यौं अनि मोर रिलायबल देन फर्स्ट जेनेरेसन कम्प्युटर किन भन्छ नि भ्याक्युम ट्युब त फटाफट बिग्रिरहने चान्सेस हुन्थ्यो के रे हैन तर अब मोर रिलायबल भयो किन भन्दाखेरि चाहिँ के भयो चाहिँ यो अब एकदम कम हार्डवेयर फेलियर हुन थाल्छ के किनभने चाहिँ अभियसली भ्याक्युम ट्युब भन्दा ट्रान्जिस्टर के थियो थोरै एडभान्स थियो सो जेनरेट्स अ लेस हिट एन्ड हेन्स क्यान बी अपरेटेड फर लङ्गर टाइम सो पहिला भ्याक्युम ट्युब त लार्ज एमाउन्टमा हिट निकाल्थ्यो के रे अनि त्यहीबाट धेरै बेरसम्म चलाउन सकिन्थेन हैन सो अब चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ लार्ज टाइमसम्म चलाउन सकिन्छ किन भन्दाखेरि चाहिँ कम हिट जेनरेट गर्छ ओके कम्प्युटर वर एबल टु इन्क्रिज द स्पीड फ्रम मिलिसेकेन्ड टु माइक्रोसेकेन्ड नर्मल भइहाल्यो वायर कमर्शियली युज देन द फर्स्ट जेनेरेसन कम्प्युटरलाई कमर्शियली युज गर्न थोरै गाह्रो भइरहेको थियो त्यसै कारणले गर्दा अब यसमा त के भयो त वाइडर रूपमा के गर्न सक्यो भन्दाखेरि चाहिँ हामीले कमर्शियली युज गर्न सकियो डिसएडभान्टेज के हो त एयर कन्डिसनिङ इज स्टिल रिक्वायर्ड अझै पनि एयर कन्डिसनर चाहिरहेको छ हिट त कम भयो तर अझै पनि के चाहिरहेको छ एयर कन्डिसनर रिक्वायर्ड छ म्यानुअल एसेम्बली अफ इन्डिभिजुअल कम्पोनेन्ट इन्टु अ फंक्सनल युनिट वाज रिक्वायर्ड सो म्यानुअली आफूले अझै पनि के गर्नुपर्छ भन्दा चाहिँ एसेम्बली कम्प्युटरमा अझै पनि युज गरिराख्नुपर्छ म्यानुअली गर्नुपर्छ कमर्शियल प्रोडक्सन वाज डिफिकल्ट एन्ड कस्टली सो युज त हुन सक्थ्यो तर कमर्शियल प्रोडक्सन मतलब सस्तोमा प्रोड्युस गर्न लगभग डिफिकल्ट र कस्टलियर थियो सो अब अहिलेको लागि चाहिँ हामीले हुन्छ नि यो भिडियोमा चाहिँ जस्ट यति सेकेन्ड लको यति नै राखौं सो अर्को थर्ड ल एन्ड फोर्थ ल एन्ड फिफ्थ जेनेरेसन अफ कम्प्युटर थर्ड फोर्थ एन्ड फिफ्थ चाहिँ के गरिन्छ हामीले भन्दाखेरि चाहिँ अब अर्को नेक्स्ट भिडियोमा हेरिन्छ ओके सो पार्ट 2 मा हेर्न जानु होला सायद त्यसैको साइडमा स्क्रोल गर्नुहुन्छ भने एपको साइडमा स्क्रोल गर्नुहुन्छ भने त्यहाँ इजिली अवेलेबल छ है त ओके बाइ थ्यांक भर्खरै हामीले अब ट्याक्क लाएर पार्ट 1 हेर्यौं के अब पार्ट 2 पनि अब हेर्दै आरौँ हैन
सो पार्ट 2 पनि हेरेर भइसकेपछि त्यसपछि फेरि हाम्रो नर्मल स्टाइलमा जाऊँ है त। यो सबैको मास्टरको कोर्स हो है त। सो म क्रेडिट दिइरहेको छु उहाँहरूलाई। नमस्ते तपाईँ सबैलाई सबैको मास्टरमा स्वागत छ। ज्ञान हातमा सबैको मास्टरको साथमा। आज हामीले पढ्नेवाला छौँ जेनेरेसन कम्प्युटर पार्ट 2। सो सही सुन्नु, पार्ट 2। पार्ट 1 मा के पढिसकेका थियौँ हामीले भन्दाखेरि चाहिँ हामीले फर्स्ट सेकेन्ड जेनेरेसनको बारेमा डिटेल स्टडी गरिसकेका छौँ। आजको यो पार्ट 2 मा हामीले के पढ्नेवाला छौँ भन्दाखेरि चाहिँ थर्ड जेनेरेसन, फोर्थ जेनेरेसन एन्ड फिफ्थ जेनेरेसन। सो हामीलाई के थाहा छ भन्नुहुन्छ भने हाम्रो फर्स्ट सेकेन्ड जेनेरेसनमा हामी केसम्म आइपुगेका थियौँ, भ्याक्युम ट्युबबाट। फर्स्ट जेनेरेसनमा भ्याक्युम ट्युब थियो, सेकेन्ड जेनेरेसनमा के थियो भन्नुहुन्छ भने ट्रान्जिस्टर थियो। सो यो इनोडबाट हामी पार आइसकेका थियौँ। सो अब हाम्रो थर्ड जेनेरेसनमा के आयो त? थर्ड जेनेरेसन अफ कम्प्युटर भनेको पहिलेदेखि कहाँदेखि कुन फर्ममा सुरु हुन्छ भन्नुहुन्छ भने थर्ड जेनेरेसन अफ कम्प्युटर 1965 देखि 1971 सम्मको जेनेरेसन अफ कम्प्युटरलाई के भनिन्छ भन्नुहुन्छ भने त्यसलाई भनिन्छ हामीले थर्ड जेनेरेसन कम्प्युटर। सो के हुन्छ नि थर्ड जेनेरेसन कम्प्युटरमा हामीले के आयो भने स्पेशल भन्नुहुन्छ भने आइसी चिप्स। सो के आयो हाम्रो चाहिँ आइसी चिप हो। सो थर्ड जेनेरेसन कम्प्युटरबाट हामीले के देख्न पायौँ? आइसी चिप, या यसलाई के पनि भनिन्छ एलएसआई पनि भन्ने गरिन्छ है त। सो यो के हुन्छ चाहिँ एज अ मेमोरी डिभाइस चाहिँ एज अ के हो मेमोरी डिभाइस चाहिँ हामीले आइसी चिप्सलाई युज गर्न थाल्यौँ है त। सो अब लेट्स गो मोर फरवर्ड। आइसी चिप भनेको के हो त? पहिला सुरुमा यो त बुझ्नु पर्यो नि हैन। आइसी स्ट्यान्ड गर्छ इन्टिग्रेटेड सर्किटको लागि। के को लागि अरे? इन्टिग्रेटेड सर्किट। मतलब आइसी भन्ने तपाईले के बुझ्नु पर्यो? इन्टिग्रेटेड सर्किट। एलएसआई भनेको के हो त? व्हाट डज दैट मीन? सो यो भनेको के भन्छ? लार्ज स्केल इन्टिग्रेसन, लार्ज स्केल इन्टिग्रेसन भन्ने शब्द यसलाई के भनिन्छ? एलएसआई भन्ने गरिन्छ है त। अनि कस्तो हुन्छ भने आइसी ले के गर्छ? इट इज अ स्मल चिप। अनि आइसी भनेको के हो त फेरि? अब आइसी को फुल फर्म त थाहा भयो। आइसी भनेको के हो त? सो आइसी भनेको के हो भने आइसी स्ट्यान्ड्स फर इन्टिग्रेटेड सर्किट एन्ड इज अ स्मल चिप दैट कन्टेन्स मेनी ट्रान्जिस्टर विदिन इट। सो आइसी भनेको के भन्दा चाहिँ एउटा चिप हो, ठीक छ? एउटा के हो? चिप हो, जसको भित्र के हुन्छ भने चाहिँ मल्टिपल्स के हुन्छ त? ट्रान्जिस्टर हुन्छन्। भन्नुपर्दा यो केही पनि हैन रहेछ के ट्रान्जिस्टर नै, तर एउटै आइसी भित्र के हुने भयो त? मल्टिपल ट्रान्जिस्टर हुने भयो, जस कारणले गर्दा कम्प्युटरलाई अझै के गर्न सकिने हो त? पावरफुल बनाउन सकिने भयो। सो त्यस्तै गरेर व्हाट डज मीन द एलएसआई? एलएसआई भनेको के हो त फेरि? So LSI stands for the large scale integration and is an IC that can contain thousands of transistors within it. यो पनि एक टाइपको आइसी नै हो, तर यसमा के हुन्छ? हाम्रो माथिको ट्रान्जिस्टरमा के थियो त? स्मल चिप छ, त्यसमा माथिको ट्रान्जिस्टर थियो, ल मानौँ न समथिङ होला हैन। अनि तर के हुन्छ नि हन्ड्रेड्समा होला, 200समा होला हैन। तर के हुन्छ नि एलएसआई भनेको के हुन्छ भन्दा चाहिँ जसको यस्तो आइसी हो, यो पनि आइसी नै हो, इन्टिग्रेटेड सर्किट नै हो, तर जसको भित्र के हुन्छ? थाउजन्ड्स अफ ट्रान्जिस्टर विदिन इट। त्यसको भित्र के हुन्छ? थाउजन्ड्स अफ ट्रान्जिस्टर भयो, त्यसलाई के भनिन्छ? लार्जर स्केल इन्टिग्रेसन भनिन्छ, जसलाई कि अर्को भाषामा एलएसआई पनि भन्ने गरिन्छ है त। सो कम्प्युटर आर फर्दर रिड्युसिङ द साइज देन सेकेन्ड जेनेरेसन। अब कस्तो हुन्छ भने थर्ड जेनेरेसनमा के भयो त भन्दा चाहिँ कम्प्युटरको साइज अझै सानो भयो, दैट इज गट अ स्मलर कम्पेयर टु सेकेन्ड जेनेरेसन। बुझ्नु भने कुरा? सो अब यसको इक्जाम्पल्सहरु के हुन्छ थर्ड जेनेरेसन कम्प्युटरको? IBM 360, ICL 901 etc चाहिँ के हो? यसको इक्जाम्पल्सहरु हो। ओके, सो अब जम्मा यसको फीचर्सको बारेमा, फीचर्स जे क्यारेक्टरिस्टिक्स जे भन्नु त्यही नै हो है त। सो दे युज द आइसी या एलएसआई एज अ मेन कम्पोनेन्ट। तिनीहरूले के युज गर्छन्? आइसी या एलएसआई एज अ मेन कम्पोनेन्ट है त। दे अपरेट देयर अपरेटिङ स्पीड वाज इन्क्रिज अप टु न्यानो सेकेन्ड। केसँग आयो त? न्यानो सेकेन्डसम्म हामी थर्ड जेनेरेसनमा पुग्दै आइसकेका थियौँ है त। सो दे सपोर्टेड हाई लेभल ल्याङ्ग्वेज। त्यसले हाम्रो हाई लेभल ल्याङ्ग्वेज नै सपोर्ट गर्न लागिसकेका थियो, जुन अहिले हामीले लेख्छौँ नि हाई लेभल ल्याङ्ग्वेज, त्यो नै के गर्न थालिसकेको थियो? सपोर्ट गर्न थालिसकेको थियो। कुन ठाउँबाट कुन टाइमबाट आइसकेको रहेछ हाई लेभल ल्याङ्ग्वेज? हाई लेभल ल्याङ्ग्वेज आएको रहेछ कहाँबाट भन्नुहुन्छ भने इट केम फ्रम थर्ड जेनेरेसन। सो याद गर्न पर्ने कुरा हो, थर्ड जेनेरेसनबाट के आएछ त भन्दाखेरि चाहिँ हाई लेभल ल्याङ्ग्वेज आएछ। दे युज अ सेमिकन्डक्टर डिभाइस एज अ प्राइमरी स्टोरेज। उनीहरूले के युज गर्ने भयो त? सेमिकन्डक्टर डिभाइस हैन, सेमिकन्डक्टर डिभाइस एज अ प्राइमरी स्टोरेज को रूपमा युज गर्ने पहिलो कम्प्युटर के हुन्छ भन्दाखेरि चाहिँ दे आर थर्ड जेनेरेसन्स। बुझ्नु भएको नि कुरा? एडभान्टेज के हो त? यसको एडभान्टेजहरु के छ भन्नुहुन्छ भने
smaller in a size as compared to previous generation of computer and thus have increased portability. So यो थर्ड जेनेरेसन कम्प्युटरलाई अलि पोर्टेबल अलि इजी थियो के यो किनभने सानो साइज थियो त्यही भएर के गर्न सकिन्थ्यो हामीले पोर्टेबल गर्न सकिन्थ्यो मोर रिलायबल देन अ जेनेरेसन छैन सो एकदम रिलायबल थियो किन भन्दाखेरि चाहिँ इट प्रोड्युसेस लेस हिट देन सेकेन्ड जेनेरेसन यसले के गर्थ्यो थोरै हिट प्रोभाइड प्रोड्युस गर्थ्यो देन सेकेन्ड जेनेरेसन कम्प्युटर स्पिड इन्क्रिज फ्रम माइक्रोसेकेन्ड थियो नि त हाम्रो के थियो सेकेन्ड जेनेरेसन हैन सो अब यसमा के आइसक्यो त इन्क्रिज स्पिड खतरै बढिसक्यो किनभने माइक्रोसेकेन्डमा गर्ने काम केमा आइसकेको थियो न्यानो सेकेन्डमा गर्न थालिसकेको थियो सो टोटली जनरल पर्पज widely used for various commercial applications all over the world so यो के भयो त सबै दुनियाले युज गर्न थाले के यो थर्ड जेनेरेसन कम्प्युटर किन टोटली के थियो नि वाइडली युज थियो मतलब अब हिट पनि कम जेनेरेट गर्न लागि दिसकेको थियो सो इट इज सुटेबल हैन सो तर अर्को कुरा के छ भन्दा चाहिँ अनि लेस पावर रिक्वायरमेन्ट देन प्रिभियस जेनेरेसन यसमा के थियो त लेस पावर कन्जम्पसन थियो हैन लास्टको जेनेरेसन भन्दा किन लास्टको जेनेरेसन त ठुलो ट्रान्जिस्टर राखेकै थियो ट्रान्जिस्टर राख्न पर्थ्यो नि त ठुलो अब त के थियो सानो सानो इन्टिग्रेटेड एउटा चिपमै राखिएको थियो लट्स अफ ट्रान्जिस्टर जस कारणले गर्दा के हुन्थ्यो भन्दा लो पावरमा के हुन्थ्यो लो पावरमा चल्न सक्थ्यो म्यानुअल एसेम्बली अफ इन्डिभिजुअल कम्पोनेन्ट इन्टु अ फंक्सन युनिट नट रिक्वायर्ड सो के गर्न परेन त लादै ट्रान्जिस्टर झोस्दै गर्न परेन के गर्न सक्यो त्यो अटोमेटिकली इन्टिग्रेटेड सर्किटमा छ सो मल्टिपल ट्रान्जिस्टरमा अटोमेटिकली शिफ्ट भएर अटोमेटिकली काम गर्ने भयो सो के भएन त भन्दा चाहिँ म्यानुअल एसेम्बली अफ इन्डिभिजुअल कम्पोनेन्ट्स इन्टु अ फंक्सन युनिट नट रिक्वायर्ड त्यसै कारणले गर्दा यो रिक्वायर्ड भएन कमर्सियल प्रोडक्सन वाज इजियर एन्ड चिपर सो यसको के हुन्थ्यो यो थर्ड जेनेरेसन कम्प्युटरमा गएर बल्ल के भयो त कम्प्युटरको मास प्रोडक्सन हुन थाल्यो सो कमर्सियल प्रोडक्सन हुन थाल्यो डिसएडभान्टेज अझै पनि थियो थर्ड जेनेरेसनमा के थियो त भन्दाखेरि चाहिँ एयर कन्डिसनिङ इज रिक्वायर्ड इन मेनी केसेस सो धेरै यस्तो केसेसहरुमा अब सबै ठाउँमा त चाहिन्थेन बट धेरै यस्तो केसेसमा के चाहिन्थ्यो एयर कन्डिसनर रिक्वायर्ड हुन्थ्यो हाइली सोफिस्टिकेटेड टेक्नोलोजी इज रिक्वायर्ड फर द म्यानुफ्याक्चर अफ आईसी चिप्स एकदम खतरनाक पावर आईसी चिप्स त एक त हातै सोफिस्टिकेटेड छ त्यसमाथि अझै हाइली सोफिस्टिकेटेड के चाहिन्थ्यो त के चीजहरु चाहिन्थ्यो म्यानुफ्याक्चर गर्न आईसी चिपहरुको लागि बुझ्नु भने हैन अब जाम फोर्थ जेनेरेसन अफ कम्प्युटरमा अब थर्ड जेनेरेसनको त डिसएडभान्टेज यति मात्र रहेछ अब फोर्थ जेनेरेसन कम्प्युटरमा के हुन्छ त फोर्थ जेनेरेसन अफ कम्प्युटरमा के हुन्थ्यो भन्नुहुन्छ भने यो कहिलेदेखि कहिलेसम्मको हो त अब थाहा हुनु पर्यो 1970 देखि 1980 सम्मको हैन सो त्यो सबै लाइक के भनिन्छ हामीले फोर्थ जेनेरेसन भनिन्छ फोर्थ जेनेरेसनमा के हुन्छ VLSI माइक्रोचिप्सहरु युज हुन थाल्यो के हुन थाल्यो अरे माइक्रोचिप्सहरु युज हुन थाल्यो जसको अर्को नाम के हो VLSI अब VLSI भनेको के हो त भनेर तपाईले सोचिरहनुहुन्छ भने हैन एकदम बढिया अनि प्लस VLSI स्ट्यान्ड फर भेरी लार्ज स्केल इन्टिग्रेटेड सर्किट अब अघि चाहिँ LSI युज गरेको थियो अब VA राख्यो भेरी लार्ज गराइदिनु बित्तिकै सरी भेरी लार्ज गराइदिनु बित्तिकै के भयो त फोर्थ जेनेरेसन कम्प्युटर भयो अब यसमा के हुन्छ त भन्नुहुन्छ भने एकदम खास यो अझै सानो भयो भेरी चिपर भयो स्मलर भयो फास्टर भयो किन VLSI भयो नि त मतलब भेरी लार्ज भयो नि त भेरी लार्ज के हुन्छ भन्दाखेरि चाहिँ भेरी लार्ज स्केल इन्टिग्रेटेड सर्किट भन्ने बित्तिकै त के हुने भयो त दे आर फोर्थ जेनेरेसन कम्प्युटर के भेरी चिप स्मलर फास्टर देन अदर जेनेरेसन कम्प्युटर अब्भियसली हुनै पर्यो हैन सो एक्जाम्पल के हो त इन्टेल सो अहिलेसम्म पनि हामीले युज गरिराखिन्छ इन्टेल 4004 हैन अनि त्यसपछि के हुन्छ म्यासिन्टोस एप्पल अफ पीसी एप्पलको पीसीहरु पनि म्यासिन्टोसमा युज गरिन्थ्यो हैन सो म्यासिन्टोस एप्पल भनेको पनि के हो त फोर्थ जेनेरेसन अफ कम्प्युटर हो हैन सो त्यसपछि आईबीएम ले पनि निकालेको थियो पीसी हो दैट इज पीसी इटीसी हैन सो थुप्रै हुने भइहाल्यो अब त्यसै फीचर अफ फोर्थ जेनेरेसन कम्प्युटर क्यारेक्टरिस्टिक्स के छ त दे युज आईसी एज इन द फर्म अफ VLSI एज द मेन कम्पोनेन्ट उनीहरुले के गर्छन् त दे युज आईसी इन द फर्म अफ VLSI एज अ मेन कम्पोनेन्ट है त अनि त्यसपछि के हुन्छ नि त साइज अफ कम्प्युटर रिड्युस टु डेस्कटप ल्यापटप एन्ड नोटबुक अब बल्ल के आयो त फोर्थ जेनेरेसनमा गएर कम्प्युटर रिड्युस भएर डेस्कटप ल्यापटप र नोटबुकको रूपमा हातमा आए and they use object oriented programming language भनेको जुन हामीले बोलीचालीको भाषा हुन्छ नि हैन हो त्यस्तो प्रोग्रामिङ ल्याङ्ग्वेज युज गर्न थाले इंग्लिश वाला हैन जस्तै जावा साबै सब छ नि इंग्लिश वाला के त्यसमा लेखेको हामीले बुझिन्छ नि त त्यही भएर देयर स्पिड वाज इन्क्रिज अप टु पिको सेकेन्ड पहिला त न्यानो सेकेन्ड थियो थर्डमा हैन सो अब केमा आइसक्यो पिको सेकेन्डमा आइसक्यो भनेको यो कुरा नोट गर्दै गर्नु होला है सो पिको सेकेन्डमा आइसक्यो एडभान्टेज के हो त फोर्थ जेनेरेसनको स्मलेस्ट इन साइज बिकज हाई कम्पोनेन्ट डेन्सिटी एन्ड हेन्स आर पोर्टेबिलिटी सो के हुन्छ एकदम स्मलेस्ट इन साइज छ जस कारणले गर्दा पोर्टेबल गर्न सकिन्छ ल्यापटप त बोकेर हिँड्यो टन्टै छ
भेरी रिलायबल एन्ड हिट जेनेरेट इज नेग्लिजिबल, मतलब एकदम थोरै जेनेरेट गर्छ हिट। अब मेरो घरको कम्प्युटर त बत्तै जेनेरेट गर्छ भन्नु होला होइन, तर तपाईँको कम्प्युटरले जति जेनेरेट गर्छ त्यो एकदम कम हो क्या त्यसको लागि। कारण के हो त भन्दाखेरि चाहिँ हामीलाई एसीमै बसेर कम्प्युटर चलाउनु पर्छ रिक्वायर छैन नि त। भन्नुपर्दा पहिला कम्प्युटरलाई त एसी नबिना त पढिदिन्थे। सो अहिलेको काम अहिलेको त्यही भएर के हुनसक्छ भन्दाखेरि चाहिँ अहिलेको हाम्रो 4th जेनेरेसन कम्प्युटर भेरी रिलायबल एन्ड हिट रेट जेनेरेट इज नेग्लिजिबल, टोटल नेग्लिजिबल हुन्छ। नो एयर कन्डिसन इज रिक्वायर्ड इन मस्ट केसेस, म्याक्सिमम केसेसमा हाम्रो के हुँदैन त एयर कन्डिसन रिक्वायर हुँदैन। मच फास्टर इन द कम्प्युटेसन देन प्रिभियस जेनेरेसन, सो पहिलाभन्दा त धेरै फास्टर। किन हाम्रो के अरे हाम्रो सुरुमा त माइक्रो थियो, अनि त्यसपछि म्याक्रो भयो, त्यसपछि न्यानो भयो, अब फेरि यो हाम्रो 4th जेनेरेसनमा के छ पिको। पिको भनेको त खत्रै फास्ट होइन। सो के हुने भयो अर्को भन्नुहुन्छ भने हार्डवेयर फेलियर इज नेग्लिजिबल, हाम्रो हार्डवेयर झ्याप्प बिग्रिरहँदैन होइन, त्यसै कारणले गर्दा हार्डवेयर फेलियर के छ एकदम नेग्लिजिबल छ। हेन्स द मिनिमल मेन्टेनेन्स इज रिक्वायर्ड। अब तपाईँले आफ्नो कम्प्युटरलाई अहिले मेन्टेन गर्नु मेन्टेन गर्न पर्दैन नि त होइन। सो के हुन्छ एकदम मिनिमम मेन्टेनेन्स चाहिन्छ। यो हाम्रो 4th जेनेरेसनकै प्रायः चलाइराखेको छ हामीले। चिप एम जेनेरेसन सबैभन्दा सस्तो पिसी हामीले अहिलेसम्म पाएको भनेको 4th जेनेरेसनमा हो। सो चिप छ। अनि अर्को के छ त डिसएडभान्टेज 4th जेनेरेसनको डिसएडभान्टेज त्यसै कारणले गर्दा हामीले 4th जेनेरेसन पढ्ने हो है त। सो 4th जेनेरेसनको डिसएडभान्टेज के छ त हाइली सफिस्टिकेटेड टेक्नोलोजी युजिङ रिक्वायर्ड फर द म्यानुफ्याक्चर अफ VLSI चिप। अहिले पनि एकदम दुनियाँ लडे नि ताइवानले बनाउँछ नि त चिप होइन, सेमिकन्डक्टर चिपहरू। किनभने एकदम अरू कन्ट्रीले बनाउन सकिरहेको छैनन्। किन त भन्दाखेरि चाहिँ एकदम सफिस्टिकेटेड टेक्नोलोजी छ। के छ एकदम सफिस्टिकेटेड टेक्नोलोजी रिक्वायर्ड फर द म्यानुफ्याक्चर अफ VLSI चिप्स होइन। अनि त्यसपछि यति हो, योभन्दा अरू कम त छैन। किनभने हामीले अहिले युज गरिरहेको कमी भएको भए त फेरि अब हुन्थ्यो होला होइन। सो हामीले भइहाल्यो। अब यति भइसकेपछि अब 4th जेनेरेसन सक्यो, अब जाम 5th जेनेरेसनमा। 5th जेनेरेसनको कम्प्युटर कहिलेदेखि कहाँसम्म आउन थाल्यो त भन्नुहुन्छ भने 1980 देखि होइन अहिलेसम्म पनि फ्युचर जति अब कति सालसम्म चल्ने हो थाहा भएन होइन। सो फ्युचरसम्म सबै चल्ने सबै कम्प्युटरहरू के हुन्छ नि त 5th जेनेरेसनको कम्प्युटर। सो भन्ने चाहिँ अहिले हामीले राइट न कुन इरामा छौँ त कम्प्युटरको भन्नुहुन्छ भने 5th जेनेरेसन कम्प्युटरको इरामा छौँ। इट इज नट भेरी क्लियर वाट डाइरेक्सन द 5th जेनेरेसन विल टेक। अहिलेसम्म हामीलाई के छैन छ्याक्कै क्लियर छैन 5th जेनेरेसनले कुन चिप गर्छ भनेर। तर हामीलाई के होप छ भन्दा चाहिँ बायो चिप आउँछ भन्ने होप छ। बायो चिप भनेको बायोलोजीवाला चिप होइन, अब हामी साइन्सवाला 5 लिनु भयो के अरे बायोचिप्स। बायोचिप भनेको के हो त भन्छ अप टु टुडे दे आर बिल्ड फ्रम सिलिकन्स होइन। आजसम्म के गरेका छन् त भनेपछि हामीले कुनै पनि चिपहरू बनाउनु पर्यो भने सेमिकन्डक्टरको रूपमा के युज गर्छौँ सिलिकन युज गरिरहेका छौँ। ओके सिलिकनको 0.3 भोल्ट हुन्छ, तर यो चाहिँ हामीलाई चाहिँदैन किनभने म्याथमेटिकल होइन हामी होइन। सो त्यस कारणले गर्दा चाहिँदैन। सो सिलिकन चिपहरू के गरिरहेको हुन्छ भने बिल्ड अप टु टुडे सिलिकन्स आर बिल्ड फ्रम सिलिकन। सिलिकन बनाइरहेको छ नि त अहिलेसम्म कुनै पनि हाम्रो कम्प्युटरहरूमा युज हुने कन्डक्टर के हो भन्दा चाहिँ सिलिकन हो कि धेरै जस्तो युज गर्ने। अनि तर के हुन्छ भने बायोचिप विल युज अ मेटेरियल लाइक ग्यालियम। सो बायोचिपमा के युज गरिन्छ भन्ने हाम्रो होप छ भन्दा चाहिँ ग्यालियम युज गरिन्छ भन्ने होप छ। ठिक छ। अनि हाम्रो 5th जेनेरेसन कम्प्युटरहरूको के हुन्छ त क्यारेक्टरिस्टिक्स भन्दाखेरि चाहिँ बायोचिप विल बी युज एज अ मेन कम्पोनेन्ट इन द 5th जेनेरेसन। बायोचिप भन्नुबित्तिकै के चाहिँ सिलिकनको सट्टा ग्यालियम युज गरे पनि बायोचिप हुन्छ भन्ने यस्तो कुरा आइपुगेको छ। सो बायोचिप विल युज एज अ मेन कम्पोनेन्ट इन द 5th जेनेरेसन। They will provide the natural computer interface। मतलब तिनीहरूले के गर्छ भने नेचुरल कम्प्युटर इन्टरफेस जस्तै तपाईँ र म जसरी बोलिराख्नु अहिलेको एआईको वर्ल्डले लगभग त्यो होला जस्तो लागिसक्यो। 5th जेनेरेसन कम्प्युटरको अब थोरै हामी नजिक छौँ जस्तो फिल भइरहेछ। किन भन्दा चाहिँ नेचुरल कम्प्युटर इन्टरफेस भइरहेछ। किनभने हामी जस्तै अब मान्छेसँग बोले जस्तै गरेर मजाले बोल्न सकिन्छ नि त कम्प्युटरसँग होइन च्याट जीपीटीमा त्यस्तै गरेर। दे विल युज अ मल्टी प्यारलल प्रोसेस सिस्टम। सो अब क्वान्टम कम्प्युटर आइसकेको छ। सो क्वान्टम कम्प्युटर टाइपको कम्प्युटरहरू पनि के हुन्छ 5th जेनेरेसनको टाइममा पर्छन्। सो ओके सो यस्तै टाइप गरेर के हुन्छ भनेपछि हाम्रो 5th जेनेरेसन कम्प्युटर पनि यति नै हो। सो यसको डिसएडभान्टेज के छ भन्नुहुन्छ भने अहिलेसम्म डिसएडभान्टेज छोड्नु किनभने पहिला कम्प्लिटली हामीले 5th जेनेरेसन नै जिउमा पाइसकेका छैनौँ। त्यस कारणले डिसएडभान्टेज त अहिलेसम्म केही पनि डिटेक्ट भएको छैन। सो दिस मच होइन यति जान्नुभयो भने तपाईँलाई के हुन्छ भन्दाखेरि चाहिँ जेनेरेसन कम्प्युटर लगभग इनफ हुन्छ क्या। किन भन्दा चाहिँ यति पढिसकेपछि तपाईँलाई लगभग 90% to 100% कुराहरू के हुन्छ भनेपछि क्लियर भइहाल्छ। सो इक्जाम्सहरूमा एकदम धेरै सुविधा होइन। सो ओल्ड एज गोल्डमा सायद आई थिङ्क तपाईँलाई ओल्ड एज गोल्डहरूको के अरे क्वेसन्सहरू पनि सेट सल्भ पनि हाम्रै एपमा आउँछ होला। सो त्यसै कारणले गर्दाखेरि तपाईँको ओल्ड एज गोल्डको सेगमेन्टमा गएर तपाईँ राम्ररी हेर्न सक्नुहुन्छ है त।